अब यसमा तपाईँले हेर्नुभएको छ यो हाम्रो सबै होममेड अचार हो जुन हामी अचार भन्छ यो आमको कसम्जी भन्छ यसलाई अनि यसमा यो कागतीको अचार त्यसपछि यसलाई हामी करोनाको अचार यो करोना होइन यो करोना भनेको हाम्रो यहाँको फल हो त्यसको अचार हो त्यसपछि यो आमको अचार हो र यसको साथमा सलाद हामीले खाने गरिन्छौँ अनि साथमा कागजी हालेर हामी खानालाई कम्प्लिट गर्छौँ अनि त्यसपछि हामी दही पनि हुन्छ अनि त्यो हाम्रो ब्याक टु ब्याक 1 by 1 हामी फेरि पस्किने क्रम जारी नै छ ठाउँ नपाएर हामीले यसलाई बाहिर राखिदिएको तर यो थालीको सेपले राम्रो जस्तो चाहिन्छ गरिरहेको अलिकति ठाउँबाट गरेपछि अलिकति बढी झल्किन्छ ठाउँबाट अलिकति कम हुन्छ जुन आफ्नो ग्राउन्ड हुन्छ आफ्नो माटो हुन्छ अनि जुन जनकपुरको माछा त अहिले पुरै नेपालमा तरवाला इन्डियामा जाँदा बसका कमी भन्ने गरिन्छ भाइहरु घिउ खोइ घिउला घिउ छिटो ल्याऊ ओके सर सुरेश सर हजुर आजको खानाको के छ कस्तो अब हाम्रो रिप्लाई के छ अनि जुन हाम्रो खाना जुन हामीले पहिला खाएको घरको खाना मिठा खाना आजको खानाहरूमा अनि जुन प्रेजेन्टेसन पार्ट छ त्यसलाई यदि हामीले अगाडि लग्यौँ भने हजुरहरूबाट हजुरको कन्सेप्ट के होला धन्यवाद मैले सबैलाई पहिले यहाँलाई एकदमै हार्दिक धन्यवाद दिन चाहन्छु तपाईँले जुन अभियान चलाउनु भएको छ यो अभियान सफल होस् भन्ने कामना पनि सुरुमा गर्न बाल्यावस्थादेखि नै किसानले छोराछोरी यो ठाउँमा यो भूमिमा जन्मेको हो यस्ता त्यस्तो लिँदै आएको थियो तर एउटा पत्रकारको नाताले एउटा पब्लिक फिगरको नाताले साथै आउँछन् दिनमा गएर बाहिर धेरै कुराहरू आउँछन् काठमाडौँ आउँछन् उहाँहरूलाई कहिले जनकपुरमा अथवा गाउँतिर आएको बेला मन छ स्पेसल केही पछिसम्म याद रहिरहोस् त्यस्तो टाइपको केही केही कष्ट तर त्यो मनमा नै सीमित हुन्छ प्र्याक्टिकली पाउँदैन जनकपुरमा महिला भोजनालय भनेर मृत्युका नामको होटल थुप्रै छ नगएको होइन यो टेस्ट यो फ्लेभर छैन रियली छैन उहाँहरूलाई यो चाहिन्छ एकदमै हामीलाई चाहिन्छ यो हामीले एटलिस्ट यसको जस्तो हो मै काठमाडौँ जाँदा अथवा पाहाडको कुनै जिल्लामा जाँदा थकाली थाली सेट माग्छु किन त्यो माग्छु भनेपछि अरू खानामा अरू टाइपको परिकारहरूमा त्यति भरोसा हुँदैन थकालीप्रति भरोसा छ त्यो खाना शुद्ध हुन्छ भन्ने भरोसा हुन्छ एउटा अहिले मान्छेहरू सचेत भइसक्यो पैसा डजन मेटर अब चाहिँ टेस्टको लागि पनि मान्छे पाराकी भइसक्यो त धेरै टाढासम्म जान्छन् होइन टेस्ट खोज्दै र स्वस्थ स्वादसँगै स्वस्थ खानेकुरा गर्छन् त्यस कारण यो कुरा हामी लिन सक्ने यो पौष्टिक अनि अत्यन्तै पौष्टिक कुरा हो सन्तुलित भोजन हो र त्यसमा पनि नमुना हो मलाई लाग्छ कुनै पनि परिकार त्यसको अगाडि पुग्दा पर्छ हामी एकदमै हामी सक्दैछ त्यसलाई यहाँले जसरी यहाँको प्रयासबाट प्रारम्भिक हुने काम भइरहेको छ उपलब्धतामा पनि अलिकति फोकस हुनुपर्छ सानो अवस्था हाम्रो समस्या हुनुहुन्छ प्रयास गर्छु र अन्य ठाउँमा पनि उपलब्धताको लागि पनि भोलिको दिनमा यदि मैले हजुरबाट यो प्रमोसन र ब्रान्डिङको लागि यदि केही अपेक्षा गऱ्यो भने हजुरहरूबाट के कस्तो सहयोग होला
एकदमै शान्तिपूर्ण राख्नु पऱ्यो। म नगरपालिका सञ्चालनको अध्यक्ष हो, सबैलाई नगरपालिका सञ्चालक। हाम्रो युवाहरू हामीसँग राम्रो छ। त्यसैले रोजगारमा सबै धेरै जानीमा छ, धेरै बेरोजगार पनि छ। उहाँहरूलाई म चाहन्छु सिङ्गल नभए पनि 2-3 जनाको टिम बनाएर त्यस्ता परिकारहरू यदि लोकल स्थानमा हुन सक्छ तपाईँ ठाउँमा गर्न सक्छ। उहाँहरूलाई यसरी आबद्ध गराउने प्रयास गर्छु। मेरो तर्फबाट म ठाउँमा छु भने धेरै क्रान्ति गर्न पनि उन्नति गर्न पहिला व्यवसायको कुरा गरेँ। त्यसको लागि पनि मेरो तर्फबाट एकदमै सपोर्टको कुरा होइन, मेरो आकाङ्क्षा छ। म भागी गर्नेछु यहाँहरूको सहयोग लिएर गर्ने। अझ भनौँ न हरेक सहरमा यस्तो भोजन पाउने ठाउँ प्रयास गर्छु। उहाँहरूलाई चाहिँ गर्छु र अगाडि पनि गर्छु। अब यो लास्ट कुरामा म थ्याङ्क्स भन्न चाहन्छु हामी हर्ष र शम्भु साथीलाई जुन एउटा अपर्च्युनिटी क्रिएट गर्नुभयो र एउटा जुन हाम्रो मिथिलाको संस्कृति भोजनलाई अगाडि बढाउने क्रममा उहाँ पनि हाम्रो हातमा हात राखेर अगाडि आउनुभयो। त्यसैको लागि म थ्याङ्क्स भन्न चाहन्छु। र भोलिको दिनमा यो प्रोग्रामहरू जहाँ मिथिला खानाको प्रेजेन्टेसन यसै हो सबैलाई यस होटलबाट यो नगरमा होस् भन्ने म कामना गर्दै नमस्ते। अब फ्री भएपछि म पनि आउँछु खाइदिनु न। होइन खाइसकेपछि खालि थाहा हुँदैन नि खाइसक्यो। परिभरि हो हाँ तिजोरी से सब हाँ होटल में चलेगा कर दे। होटल में तिजोरी चलेगा कर देंगे। हामी यही तरिकाले एउटा रेस्टुरेन्टले काठमाडौँमा ओपन गर्न गइरहेको छ। त्यसको नाम नै हुन्छ मिथिला रेस्टुरेन्ट। अब यसमा तपाईँले हेर्नु भएको छ यो हाम्रो सबै होममेड अचार हो जुन हामी अचार भन्छौँ। यो आमको कसम्जी भन्छ यसलाई। अनि यसमा यो कागतीको अचार, त्यसपछि यसलाई हामी करौनाको अचार। यो करौना होइन, यो करौना भनेको हाम्रो यहाँको फल हो, त्यसको अचार हो। त्यसपछि यो आमको अचार हो र यसको साथमा सलाद हामीले खाने गरिन्छौँ। अनि साथमा कागजी हालेर हामी खानालाई कम्प्लिट गर्छौँ। अनि त्यसपछि हामी दही पनि हुन्छ। अनि त्यो हाम्रो ब्याक टु ब्याक 1 बाई 1 हामी फेरि पस्किने क्रम जारी नै छ।